2082 को बडा दशैंको शुभ अवसरमा हजुरहरू सबैमा म मेरो शुभकामना व्यक्त गर्न चाहन्छु। दिस इज सुभेक्षा एन्ड आई एम द ओनर अफ खद्दर। सो 2 विक्सदेखि चाहिँ मैले भिडियोहरू अपलोड गर्न पाइरहेको थिएन, किनभने सपमा मैले खासै केही गरेको थिएन। प्लस सोसियल मिडिया पनि ब्यान हुने भनेर कुरा आएको थियो। मेरो लास्ट भिडियो चाहिँ सोसियल मिडिया ब्यानको बारेमा थियो। 2-3 दिन चाहिँ राम्रोसँग चल्ने नचल्ने भइरहेको थियो, कम्प्लिटली अफ पनि भएको थिएन सोसियल मिडियाजहरू, कुनै कहिले चल्ने कहिले नचल्ने भइरहेको थियो। सो त्यसको चाहिँ फ्यु डेज पछि नेपालमा पनि एन्टी करप्सनको विरुद्धमा चाहिँ ठुलो आन्दोलन पनि उठेको थियो। अनि त्यसले गर्दाखेरि चाहिँ अलमोस्ट 1 विक चाहिँ सबै कामहरू बन्द भएको थियो, कर्फ्यू लागेको थियो। त्यही भएर पनि कामहरू पनि सबै बन्द भइरहेको थियो। 1 विकको लागि चाहिँ वी वर नट वर्किङ एट अल। अनि त्यसपछि लास्ट विक चाहिँ मैले शप खोलेको थिएँ, बट दे वर नट एज मच अर्डर एज आई वाज एक्सपेक्टिङ। अलिक क्वाइट नै थियो लास्ट विक। सेलमा राखेको टिकटक भिडियोजहरूले पनि खासै रिच नै पुऱ्याइरहेको थिएन। आई डोन्ट नो, मेरो टिकटकको चाहिँ पहिला कुनै टाइममा चाहिँ एकदमै राम्रो हुन्थ्यो, भाइरल जान्थ्यो भिडियोजहरू, अनि अर्डर्सहरू पनि एकदम राम्रो आउँथ्यो। बट यो पालि चाहिँ अर्डर्सहरू पनि आइरहेको छैन, भिडियोहरूमा पनि भ्यू नै आइरहेको छैन। हार्डली 100-200 भ्युज मात्रै भइरहेको छ। सोसियल मिडिया टिकटकमा पनि आई डोन्ट नो के प्रब्लम भइरहेको छ। मैले पोस्ट गर्ने टाइमिङ नमिलिरहेको हो कि, अथवा अहिले नयाँ आइरहेको एल्गोरिदमहरू चाहिँ नजानेर, मैले युज गर्न नजानेर चाहिँ मेरो भ्युजहरू नआएको हो कि, मैले फिगर आउट गर्न सकिरहेको छैन। बट स्टिल आई एम कन्टिन्युसली पोस्टिङ अन टिकटक, होइन, कहिले न कहिले रिच हुन्छ कि भनेर चाहिँ। त्यो बाहेक चाहिँ आजबाट चाहिँ घटस्थापना सुरु भइसकेको छ, दसैँ सुरु भइसकेको छ। सो मैले चाहिँ प्रिन्ट्सहरू निकालेको छु 20% अफ भनेर। अनि त्यसैमा चाहिँ सानसानो स्टार्सहरू बनाएर चाहिँ मैले अलिकति अट्र्याक्टिभ लुक देखाउनको लागि बनाएको छु। दसैँ अफर भनेर राख्न लागिरहेको छु। अनि यो स्टोरको फ्रन्टमा चाहिँ सिसामा चाहिँ लगेर टाँसिने सोचिरहेको छु, सो द्याट मान्छेहरू अगाडिबाट पास हुँदाखेरि पनि ठ्याक्क आँखा पर्छ कि भनेर चाहिँ अलिकति होपफुल भएर चाहिँ मैले यो राख्न लागिरहेको छु। सो लेट्स सी यो विक कस्तो सेल्स हुन्छ। I'll definitely update you guys. So yeah, let's get started. यहाँ मैले चाहिँ 20% अफ अन बेडसिट्स भनेर रेड कलरको स्टार गरेको थिएँ। यहाँ चाहिँ पिङ्क कलरमा गरेको खासै राम्रो देखाएको छैन, तर यो चाहिँ म भित्रपट्टि राख्छु, होइन, बेडसिटको साइडमा। यहाँ चाहिँ मैले रेड कलरको स्टार चाहिँ अलिक क्युट देखेको छ जस्तो लाग्यो। अनि स्टिल यहाँ चाहिँ दसैँ अफर भनेर राखेको छु। यहाँ पनि दसैँ अफर भनेर 2टा ठाउँमा गरिरहेको छु। यो चाहिँ मेरो बाबाको काम है, यो के गरेर बसिन्छ। सो या यो चाहिँ रेडी भएको छ, अलिअलि डेकोरेसन गरेर अनि त्यसपछि टाँस्नु पर्ला। सो मैले चाहिँ यहाँ फ्यु पप अफ कलर्स भनेर पिङ्क एन्ड ग्रिनको पनि स्टार्सहरू बनाएँ। आइ एम नट द्याट क्रिएटिभ है, त्यही भएर स्टार मात्र बनाउनु आउँछ। अनि त्यही भएर म चाहिँ त्यति क्रिएटिभ छैन, स्टार्स मात्र बनाउन आउने भए भएर चाहिँ यसरी डिफ्रेन्ट कलर्सको यसरी राखेको छु, अलिकति अट्र्याक्टिङ हुन्छ कि भनेर। आई सुड हेभ बट सम कलरफुल पेपर्स नै बरु है, अनि त्यो भए केही गर्नु पर्दैन थियो होला। बट स्टिल एनी हाउ वाइटमा भए पनि आई थिङ्क यो राम्रै देखेको छ। यो चाहिँ एकदमै भद्दा देखेको छ। सुरुमै मैले डार्क पिङ्क कलरको बोल्ड खालको स्टार्स बनाएको थिएँ। अब यसलाई चाहिँ म यहाँ भित्रपट्टि यतातिर कतै ह्याङ गरिदिन्छु बेडसिट्सहरूको उसमा। त्यो बाहेक चाहिँ यो चाहिँ दसैँ अफर भनेर चाहिँ अगाडिपट्टि राखिदिन्छु म। सो भित्रपट्टिबाट चाहिँ मैले यता टाँसेको छु, बाहिरबाट कस्तो देखेको छ। यहाँ चाहिँ यसरी राखिदिएको छु, बाहिरबाट पनि देख्ने भयो। यहाँ पनि मैले बेडसिट्समा मात्रै हाम्रो अफर लागेको छ यो पालि चाहिँ। सो या दिस इज रेडी। सो मैले चाहिँ सिसाहरूमा टाँसिसकेको छु 20% अफ भनेर। लेट्स सी वक इन कस्टमर्सहरू कतिको हुन्छ, कतिको नोटिसेबल हुन्छ। मैले चाहिँ सानो चङ्गाहरू पनि लिएर आएर त्यहाँ सिसामा टाँस्ने सोचिरहेको छु। सानो खालको सप भएको भएर कतिजनाले चाहिँ मिस गर्नु हुँदो रहेछ यो सप, यादै गरेको थिएन। लाइक इट्स अलरेडी बिन अलमोस्ट 6 years मैले यो सप खोलेको, बट स्टिल कतिजनाले चाहिँ नयाँ हो भनेर सोध्नुहुन्छ, होइन।
सो अलिकति अट्र्याक्ट गर्नको लागि चाहिँ सानो सानो चङ्गाहरू पनि लिएर आएर टाँसौँ कि भनेर सोचिरहेको छु। हेर्छु के हुन्छ। आई विल डेफिनेटली अपडेट यु गाइज इन दिस भिडियो। सो मैले चाहिँ हिजो बेडसिटको अर्डर आएको थियो, 2टा बेडसिट, अनि त्यसपछि ब्ल्याङ्केट स्टोरेज ब्यागको पनि 2टा चाहिँ एकजनाले, अर्को 4वटा चाहिँ एकजनाले अर्डर गर्नुभयो र 3टा अर्डरको चाहिँ आज पठाउनु पर्ने छ। सो लेट्स प्याक देम अप टुगेदर। सो मैले चाहिँ अर्को एउटा पनि अर्डर पाएँ, द्याट इज दिस, यो ग्रिन लिफ भएको डबल बेडको बेडसिट। त्यो प्याक गरेपछि मसँग अब डबल बेडमा चाहिँ 3वटा मात्र बेडसिट अभाइलेबल हुने भयो। हिजो चाहिँ मैले जुन बाहिर राखेको सेलकोबाट पनि धेरैजना नै कस्टमरहरू चाहिँ सपमा आउनु भएको थियो, जुन मैले यहाँ राखेको थिएँ। कस्टमरहरू आउनु भएको थियो अनि मैले चाहिँ 5वटा बेडसिट सेल गर्न सकेँ। अब चाहिँ डबलमा चाहिँ 3टा मात्र बाँकी छ भने आई हेभ गट स्टक इन क्विन साइज र किङ साइजमा चाहिँ स्टक बाँकी छ। त्यो बाहेक चाहिँ बिस्तारै सेल्सहरू चाहिँ बढिरहेको छ। सो आई एम सो ह्याप्पी अबाउट इट। यो चाहिँ म अब अहिले प्याक गर्छु अफ क्यामरा एन्ड आई विल सी यु इन अ बिट। हाई गाइज, सो हिजो चाहिँ मैले दसैँ अफर 20% अफ भनेर हाम्रो यो स्टोर फ्रन्टमा चाहिँ सिसामा टाँसेको देखाएको थिएँ। त्यो बाहेक चाहिँ काइट्सहरू पनि राख्छु भनेको थिएँ। आज चाहिँ मैले सानो सानो काइट्सहरू चाहिँ लिएर आएको छु, त्यसरी नै सिसामा टाँस्नको लागि अनि सपको भित्र पनि अलिअलि ह्याङ गर्नको लागि चाहिँ सानो सानो काइट्सहरू लिएर आएको थिएँ। माई हस्बेन्ड गट दिस फर मी, हि इज एट वर्क राइट नाउ। उसले चाहिँ मलाई किनेर पठाइदिएको रहेछ। इट जस्ट गट डेलिभर्ड एट माई सप। अब यो चाहिँ म अहिले खोलेर हजुरहरूलाई देखाउँछु। सो यो चाहिँ म हजुरहरूलाई अहिले खोलेर देखाउँछु है। एउटा प्याकेटमा चाहिँ एउटा, 2टा, 3टा, 4वटा, 5वटा, 6वटा, 7वटा, 8वटा, 9वटा, 10वटा, 11वटा हुने रहेछ एउटा प्याकेटभित्र। हि गट मी 5 प्याक्स। तर सबै नै युज गर्दिनँ होला है, सबै चाहिँ युज गर्दिनँ होला, अलिअलि मात्र युज गर्छु अनि बाँकी चाहिँ राख्छु होला सायद। तर या एउटा प्याकेटभित्र 11वटा हुने रहेछ। सो अहिले चाहिँ यो सबै त्यो सिसामा, अगाडि सिसामा अनि त्यसपछि साइड साइडमा सपमा पनि झुन्डाउँछु। त्यो बाहेक चाहिँ हिजो त्यो 20% अफ राखेर चाहिँ अलिकति डिफ्रेन्स आएको छ। सपमा पनि फुटफलहरू चाहिँ राम्रो भएको थियो।
त्यो बेडसिट नै किन्न आउँछु भन्दा पनि सपमा चाहिँ आँखा परेर पनि अरू अरू प्रडक्ट्सहरू पनि किनेर लानुभयो। एउटा कस्टमरले चाहिँ 5वटा बेडसिट्स पनि लिएर जानुभयो। सो आई एम सो ह्याप्पी अबाउट इट। पेपर टावल होल्डर, प्लेस म्याट्स, अनि किचन टावल्स र फ्रिज कभर्सहरूको चाहिँ सेल भएको थियो हिजो, विच आई कुडन्ट रेकर्ड इन द सप। म त सपमा चाहिँ त्यति रेकर्ड गरेर आउँदिनँ, कस्टमर नभएको बेला मात्र म हजुरहरूसँग इन्टरेक्ट गरिरहेको हुन्छु। सो या अब अहिले चाहिँ म दसैँको लागि सप डेकोरेट गर्दैछु। सो लेट्स गेट स्टार्टेड।
एभ्रिवान, सो इट्स अ फ्यु डेज लेटर। हाम्रोमा चाहिँ नयाँ प्रडक्टहरू आइसकेको छ, आज मात्र रिस्टक भएको छ। आई विल सो इट टु यु वान बाई वान। यो चाहिँ प्योर नेपाली कटन फ्याब्रिकको एप्रोन्सहरू रहेको छ। पहिला भन्दा निकै नै बाक्लो फ्याब्रिकमा चाहिँ बनेर आएको छ। पहिला अलिकति पातलो खालको कटनमा थियो भने अहिले चाहिँ हाम्रो बाक्लो खालको कटनमा बनेर आएको छ। हामीसँग चाहिँ 6 प्रिन्ट्समा अभाइलेबल रहेको छ। यो रह्यो येल्लोमा, नेक्स्ट हामीसँग यो पेट्रोल कलर एन्ड स्काई ब्लू कलरकोमा अभाइलेबल छ। अर्को यो ओरेन्जमा, ब्राउन एन्ड ओरेन्जको कम्बिनेसन। नेक्स्ट हामीसँग यो पर्पल कलरमा अभाइलेबल छ। अर्को भनेको हामीसँग यो ब्लूमा अभाइलेबल छ। धेरैजनालाई चाहिँ अलिक ब्लू कलर धेरै मन परेको जस्तो फिल भएर चाहिँ मैले ब्लूमा चाहिँ अलिकति बढी प्रायोरिटाइज गरेर लिएर आएको थिएँ फ्याब्रिकहरू। यो चाहिँ सबै बनेर आएको छ र यो चाहिँ ग्रिनमा, मलाई चाहिँ यो कलर पनि एकदमै मनपर्छ। सो यो कलरमा पनि अभाइलेबल भइसकेको छ। यो चाहिँ रिस्टक भएको छ। त्यो बाहेक चाहिँ हामीले कुसन कभर्सहरू पनि रिस्टक गरेको छ। आई विल सो इट यु नाउ। सो कुसन कभर्सहरू चाहिँ हाम्रो इनलेस प्याटर्नमा र ढाकामा रिस्टक भएको छ। ढाकामा हाम्रो फर्स्ट कलर भनेको यो मरुनमा अभाइलेबल छ। अर्को हाम्रो यो ब्लूमा पनि आएको छ। यो चाहिँ सबै 16x16 साइजको बनेर आएको छ। अनि थर्ड पनि हाम्रो यो मरुनमै रेडी भएर आएको छ। यो चाहिँ एकजनाले एकदमै मन पराउनु भएको भएर एक सेट अलरेडी सोल्ड पनि भइसकेको छ। तपाईँहरूलाई देखाउनुभन्दा अगाडि पनि सपमै आएर कलेक्ट गरेर जानुभयो। त्यो बाहेक चाहिँ यो इन्डलेसमा चाहिँ हामीसँग यो मरुनमा छ। दसैँ फेस्टिभ भएर रातो मरुनहरू चाहिँ एकदम धेरै मन पराइदिनुहुन्छ। सो एउटा यो छ। यो ब्ल्याक र नेभी चाहिँ हामीसँग पहिले भइरहेको थियो। सो यो चाहिँ अफ व्हाइट र ग्रेको कम्बिनेसनमा बेज टाइपको, यो पनि एकदमै राम्रो छ। अर्को हाम्रो यो अफ व्हाइट र डार्क ग्रेको कम्बिनेसनमा छ। र नेक्स्ट भनेको हाम्रो यो येल्लोमा छ अभाइलेबल। त्यो बाहेक चाहिँ आज हामीसँग एउटा ओरेन्जमा पनि आएको छ। र अर्को हामीसँग यो रेड टोनमा अनि ग्रिन टोनमा पनि आएको छ। आई विल सो इट टु यु है। र यो ग्रिनमा पनि आएको छ। सो या आजको लागि चाहिँ यति नै रहेको छ हाम्रो रिस्टक्सहरू। एप्रोन्स र कुसन कभर्सहरू एकदमै राम्रो बनेर आएको छ। यदि हजुरहरूलाई पनि यो सबै पर्चेस गर्नु मन छ भने हामीले नेपालभरि जता पनि डेलिभर गर्छौँ। यु क्यान फलो अस अन आवर इन्स्टाग्राम, टिकटक, फेसबुक, अनि त्यहाँ गएर हामीलाई मेसेज गर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ मैले मेरो वाट्सएपको नम्बर पनि राखिदिएको छु। त्यहाँ गएर पनि हजुरहरूले मलाई मेसेज गर्न सक्नुहुन्छ अनि यो पर्चेस गर्न सक्नुहुन्छ। हामीले नेपालभरि जता पनि डेलिभर गरिरहेका छौँ। प्योर नेपाली कटन हो, स्टिचिङहरू पनि एकदमै राम्रो छ। हजुरहरूले एकचोटि पर्चेस गरी हेर्नु अनि हाम्रो क्वालिटी कस्तो छ भनेर हजुरहरू आफैले पनि फिल गर्न सक्नुहुन्छ। सो या आजको लागि चाहिँ यति नै। यदि हजुरहरूलाई मेरो भ्लग्सहरू मन परिरहेको छ भने यो भिडियोलाई लाइक गरिदिनु होला र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। एन्ड आई विल सी यु इन माई नेक्स्ट वन। बाई।